मेरो कविताको शीर्षक छ बाङ्गा टिङ्गा रेखाहरू। आउँछन् नि आमा, जीवनमा अनेक मोडहरू आउँछन्, काला बादलहरू छाउँछन्। आगो निल्ने हामी मात्र होइनौँ, सफल त तिनै हुन्छन् जो आगो निलेर पनि मुस्कुराउँछन्। सफल त तिनै हुन्छन् जो आगो निलेर पनि मुस्कुराउँछन्। पुग्नु छ मलाई पारी किनारा, तिमी नै धर्मराएपछि मलाई डोडाउनु पर्ने यो पल तिमीले नै हरेस खाएपछि। म कसरी अगाडि बढौँ आमा, म कसरी शिखर चढौँ आमा। कलिलो वयसमै शहीद पत्नीको पगरी गुथेकी तिमी, शहीदहरूको सपना कुठाराघात भएपछि तिमी झरेको निरीह पात झैँ भयौ। अब तिमीले होस सम्हाल आमा, अब तिमीले होस सम्हाल आमा। तिमीलाई थाहा नै छ, जब जब अँध्यारोले साम्राज्य जमाउँछ, अँध्यारो चिर्न जन्मेका थिए राम कृष्ण बुद्ध जस्ता अनेक। तिमीले मेरो होस्तेमा हैसे भने हामीले जस्तै पीडा निल्नेहरूको मलम बन्छु आमा। स्वार्थमा लिप्त पापीहरूको दोहोलो काट्दै यी बाङ्गा टिङ्गा रेखाहरू सबै केट्छु आमा। यी बाङ्गा टिङ्गा रेखाहरू सबै केट्छु आमा। हजुरहरूको मायाको प्रतीक्षामा छु। धन्यवाद।